So, all right, hello and namaste सबैजनालाई. I hope सबैजना सन्चै हुनुहुन्छ होला. So, welcome back to my channel once again after a long, है. So, after a long भन्दा भन्दै पनि धेरै long भइसक्यो. So, finally आज चाहिँ हामीसँग CF मोडल 450 SRS रहेको छ. SRS किन भन्दाखेरि तपाईँको यो सिंगल साइडेड स्विङ आर्मले गर्दाखेरि. सो यो तपाईँको सुरुमै भेरिएन्टको कुरा गरिन्छ म यो 450 SR र 450 SRS भनेर आउँछ. सो SRS भनेको सिंगल साइडेड स्विङ आर्म भयो भने SR चाहिँ तपाईँको डबल साइडेड स्विङ आर्म हुन्छ. सो अब यो कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ तपाईँको वान अफ द फाइनेस्ट लुकिङ भनौँ न स्पोर्ट्स बाइक अफ नेपाल हो क्या यो मिड रेन्जमा 450cc हुन्छ है. पावर वाइजहरू तपाईँहरूको सबै म कुरा गरिहाल्छु यो भिडियोमा. सो या सिट ब्याक रिल्याक्स एन्ड इन्जोय द भिडियो है त. अलराइट, सो हामी सुरुमै कुरा गर्नु पर्दाखेरि पावर 450cc भइसकेपछि कति पावर जेनेरेट गर्छ यसले भन्ने कुरा आउँछ. सो यो इन्जिनको कुरा गर्नु पर्दाखेरि चाहिँ यसले 50 bhp प्रड्युस गर्छ जुन चाहिँ नेपालको बाटोमा चाहिँ मोर देन इनफ भनौँ अथवा बिगिनर्सको बाइकको जुन यसले फिल दिन्छ भनौँ न. र टर्कको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइकमा तपाईँको 39 न्युटन मिटर अफ टर्क जेनेरेट गर्छ यो बाइकले. सो नेपालको भ्यालीमा अथवा नेपालको कन्टेक्समा चाहिँ तपाईँको इनफै हुन्छ क्या भनौँ. काठमाडौँ भ्यालीभित्र चलाउँछ भने मोर देन इनफ भइहाल्यो. हाइवेतिर जानुहुन्छ भने पनि तपाईँको यो बाइकले यति मजाले पुल गर्छ, यति राम्रो छ कि यो बाइकको टप स्पिड तपाईँले मजाले तपाईँको अब भन्नुहोस् सो बाइकै चला जस्तो फिल आउँछ क्या. सो प्यारलल ट्विन इन्जिन छ यसमा. प्यारलल ट्विन इन्जिन भएकोले गर्दाखेरि आवाज पनि तपाईँको ग्रन्टी आउँछ होइन. जस्तै हाम्रो 450 MT आए जस्तो यसमा पनि बेस राम्रो एकदम राम्रो आउँछ. र तपाईँको 270 क्र्याङ्क भएकोले गर्दाखेरि तपाईँको जुन रेभिङ हुन्छ रेभ गर्दाखेरि तपाईँको इन्जिनमा त्यस्तो भाइब्रेसन फिल नहुने एउटा भयो होइन. अर्को भनेको तपाईँको अब जुन पुल गर्दाखेरि तपाईँको पावर डेलिभरी हुन्छ, पावर डेलिभरी मजाले गरिन्छ. र कुरा गर्नु पर्दाखेरि अब यो इन्जिन बाइक चाहिँ बाइक अरू के कुरा गर्नुहुन्छ भन्दाखेरि तपाईँको यो सिङ्गल साइडेड स्विङ आर्म हो क्या मेन्सको फङ्सन भनेको चाहिँ. हेर्दाखेरि नै तपाईँको डुकाटी लुक्स आउँछ क्या यो सिङ्गल साइडेड स्विङ आर्मले गर्दाखेरि. अब तपाईँको जुन यो रेड यो विलमा रेड पेन्ट गरिएको छ, यो रेड थिममा छ, सेम तपाईँको डुकाटी फिल आउँछ क्या तपाईँलाई यो बाइक चलाउँदाखेरि. र कुरा यो तपाईँको भन्दाखेरि सुपर स्पोर्ट्स टाइपको पनि छ क्या. जस्तो तपाईँको बस्दाखेरि पनि तपाईँको जुन सिटिङ पोस्चर छ तपाईँको एकदम एग्रेसिभ टाइपको छ क्या. तपाईँलाई लाग्छ कि तपाईँले यो 600cc 700ccको स्पोर्ट्स बाइक चलाइरहनु भएको तपाईँलाई फिल आउँछ होइन. र अरू कुरा गर्नु पर्दाखेरि तपाईँको जुन यो ट्याङ्क हेर्नुहुन्छ ट्याङ्क पनि तपाईँको मजाले तपाईँको भनौँ न कबमा लगेको छ. जसले गर्दाखेरि चाहिँ तपाईँको खुट्टा जुन टकिन गर्दाखेरि तपाईँको ठ्याक्कै यो तपाईँको फ्युल ट्याङ्कसँग चाहिँ तपाईँको अलाइनमेन्ट आउँछ क्या. जसले गर्दाखेरि तपाईँको ग्रिप तपाईँको जुन तपाईँको राइड गर्दाखेरि तपाईँको एग्रेसन हुन्छ त्यो तपाईँलाई एकदम राम्रो मजाको फिल आउँछ क्या. तपाईँलाई मैले चलाइरहेको छु, राम्रै बाइक चलाइरहेको छु भन्ने फिल आउँछ क्या. र पावर सँगसँगै अब यसको कुरा गर्नु पर्दाखेरि अगाडि तपाईँको ब्रेकिङको कुरा गर्नुपर्छ. जुन त्यो पावर हुन्छ त्यो पावरलाई ह्यान्डल गर्नको लागि तपाईँलाई ब्रेकिङको निड हुन्छ. त्यो ब्रेकलाई चाहिँ फुलफिल गर्नको लागि अगाडि तपाईँलाई ब्रेम्बोको क्यालिपर्स दिएको छ होइन. ब्रेम्बोको क्यालिपर्स भइसकेपछि तपाईँको जुन बाइट फोर्स हुन्छ बाइट फोर्स एकदम राम्रो हुन्छ. तपाईँले अगाडि 320 को डिस्क क्यालिपर पाउनुहुन्छ अथवा रोटर पाउनुहुन्छ भने पछाडि चाहिँ तपाईँको 220 को रोटर पाउनुहुन्छ क्या. र अब हामीले चाहिँ कुरा गर्नु पर्दाखेरि अब तपाईँको स्पोर्ट्स बाइक हो, नेपालको बाटो तपाईँलाई थाहै छ होइन. सो ग्राउन्ड क्लियरेन्सको कुरा गरौँ यो अहिले. अब ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दाखेरि तपाईँको 140 को ग्राउन्ड क्लियरेन्स रहेको छ जुन चाहिँ तपाईँको भनौँ न अब पेभ्ड रोडमा अथवा पिच बाटोमा कुदाउँदाखेरि चाहिँ तपाईँलाई त्यस्तो प्रब्लम आउँदैन. किनभने अहिले तपाईँको मोस्ट अफ दि तपाईँको बम्पर्सहरू पनि तपाईँको वेल भने स्टडी गरेरै बनाइएको हुन्छ जसले गर्दा त्यस्तो छुन गाह्रो हुन्छ. तर अफरमा चाहिँ यु विल फिल डिफिकल्टी विथ दिस बाइक अथवा पट होल्स प्याचेसहरूमा चाहिँ तपाईँहरू अलिकति गाह्रो हुन्छ यो बाइक मनोभर गर्नको लागि. अपार्ट फ्रम द्याट यसको ट्याङ्कीको कुरा गर्नु पर्दाखेरि स्टाइलिस छ मैले भनिहालेँ. ट्याङ्कीको फ्युल क्यापेसिटीको कुरा गर्नु पर्दाखेरि 14 लिटरको तपाईँको फ्युल क्यापेसिटी छ यसमा. 14 लिटर भनेपछि तपाईँलाई मजाले तपाईँको राम्रै भनौँ न इनफ हो 14 लिटर भनेको. र अब तपाईँको यसको माइलेजको कुरा गर्नुहुन्छ भने तपाईँलाई भ्यालीभित्र चलाउनुहुन्छ भने 22 to 25 दिन्छ भने हाइवेतिर चलाउनु भने तपाईँले यसले तपाईँलाई अलमोस्ट 27-28 किलोमिटरको रेन्ज दिन्छ, सरी पर लिटरको माइलेज दिन्छ. अगाडि तपाईँको विङलेट्सहरू छँदैछ. विङलेट्सहरूले गर्दाखेरि तपाईँको डिजाइनमा अथवा लुक्समा अलिकति एग्रेसिभ हुन्छ है. अनि अब यो बाइकको वेटको कुरा गर्नुहुन्छ भने चाहिँ 171 kg मात्रै रहेको छ जसले गर्दाखेरि तपाईँलाई लाइट वेट पनि फिल हुन्छ होइन. 450cc चलाए जस्तो तपाईँलाई लाग्दैन. अलिकति तपाईँलाई हुन्छ त्यो तान्दाखेरि पनि तपाईँको पावर टु वेट रेसियो गर्दाखेरि पुल एकदम राम्रो छ यो बाइकको. अगाडि अब तपाईँको अब भन्न कुद्दाखेरि अब प्याचेसहरूमा जान्छ, बम्पर्सहरूमा जान्छ, त्यसको लागि अगाडि तपाईँलाई केवाइबीको सस्पेन्सन दिएको छ. पछाडि चाहिँ तपाईँको मोनोसक रहेको छ. सो ट्राभल राम्रै छ. सबै यो तपाईँहरूमा इन्डिकेटर्सहरू जति देख्नु भएको छ इन्डिकेटर्सहरू अथवा यो तपाईँको इलेक्ट्रोनिक्सहरू सबै एलइडी रहेको छ भने अगाडि तपाईँले 5 इन्चको TFT डिस्प्ले पाउनुहुन्छ र यसको एनिमेसन पनि एकदम राम्रो छ. तपाईँलाई माथि अहिले देखाइहाल्छु. अगाडिको सस्पेन्सन एडजस्टेबल हुन्छ, तपाईँको कम्प्रेसन र टेन्सन एडजस्ट गर्न मिल्छ. तपाईँको यो जुन अगाडिको विङ्स छ यो तपाईँको सरी मिरर लुकिङ ग्लासमा तपाईँले यसरी फोल्ड गर्न पनि मिल्छ. विङ यो
तपाईँको लुकिङ ग्लासमा पनि तपाईँको मजाले साइडमा इन्डिकेटर्स दिएको छ, साइडमा भन्दा पनि यसमा दिएको छ। र यो बाइकमा तपाईँले स्ट्याङमा CF मोटर ब्रान्डिङ यहाँ पाउनुहुन्छ भने तपाईँको यहाँनिर चाहिँ तपाईँको प्रोडक्ट लाइनअप भनेको SR भनेर तपाईँले यहाँ ब्रान्डिङ पाउनुहुन्छ। तपाईँको यो भनौँ न अब लड्दाखेरि क्र्यास प्रोटेक्टर भन्दा पनि अथवा हुन्छ यो यहाँनिर रहेको छ तपाईँको CF मोटर भनेर ब्रान्डिङ गरेको छ, CF मोटर भनेर ब्रान्डिङ गरेको छ। सो प्रायः जस्तो ठाउँहरूमा CF मोटर भनेर ब्रान्डिङ गरेको छ। अगाडि जुन राइडर हुन्छ राइडरलाई तपाईँको चलाउनु त्यस्तो गाह्रो हुँदैन किनभने सिट एकदम कुसन नै छ। तर पछाडिको सिटको कुरा गर्नुहुन्छ भने चाहिँ अलिकति हार्ड सिट रहेको छ भनौँ न, त्यसमा कुसनै छैन भन्दा पनि हुन्छ। सो यो चाहिँ अलिकति तपाईँले ध्यान दिनुपर्ने हुन्छ इफ यु आर ट्राभलिङ विथ पिलियन। अलराइट, सो अब यो बाइकको तपाईँ पिचमा लिएर हिँड्दाखेरि अथवा हाइवेतिर लिएर हिँड्दाखेरि तपाईँको टायरको कुरा नि गर्नै पऱ्यो यो भिडियोमा होइन। सो टायरले पनि तपाईँको धेरै इम्पोर्टेन्ट रोल खेलेको हुन्छ। सो टायरको कुरा गर्नुपर्दाखेरि चाहिँ अगाडि तपाईँको 110 सेक्सनको टायर युज गरिएको छ भने पछाडि चाहिँ तपाईँको 150 सेक्सनको टायर युज गरेको छ। अगाडि पछाडि विल बेसको कुरा गर्नुहुन्छ भने विलको कुरा गर्नुहुन्छ भने तपाईँको 70 इन्चको विल रहेको छ भने तपाईँलाई म यो बाइकको एकचोटि एक्जस्ट नोट पनि सुनाइदिन्छु। एकदम राम्रो छ, प्यारल ट्युन भएकोले गर्दाखेरि बेस पनि राम्रो छ। सो लेट्स हियर द साउन्ड है त। अलराइट, तपाईँले यो बाइकको साउन्ड पनि सुनिहाल्नुभयो। र अब यो बाइकको प्राइसको कुरा गर्नुपर्दाखेरि चाहिँ यो बाइकको प्राइस रहेको छ 13,89,900। सो तपाईँको अलमोस्ट 14 लाख चाहिँ भनौँ होइन। सो बाइकको कुरा गर्नुपर्दाखेरि प्राइसले हेर्दाखेरि सेगमेन्टमा वर्थ छ, पावर पनि राम्रो छ, 192 km/h टप स्पिड पनि जान्छ यो बाइक होइन। हेर्दाखेरि स्टाइलिस छ, मार्केटमा एकदम कम छ होइन। सर्भिसको अब तपाईँको CF मोटरमा अहिले सर्भिसको टेन्सन लिनु पर्दैन किनभने CFमा चाहिँ अहिले तपाईँको नेपालमै तपाईँको सिकेडी भएकोले गर्दाखेरि तपाईँको पार्ट्सहरू पाउन त्यति गाह्रो हुँदैन। सो हेर्दाखेरि एकदम लिडर क्लास छ। 450cc मिड रेन्जमा हेर्दाखेरि स्पोर्ट्स क्याटेगोरीमा तपाईँ जाँदै हुनुहुन्छ भने वान अफ द बेस्ट बाइक भन्दा नि हुन्छ होइन। किनभने यो तपाईँको नेपालमा तपाईँको यतिको भनौँ स्टाइलिस चाहिँ तपाईँको यो मिड रेन्जमा बाइक अरू कुनै खासै छ जस्तो लाग्दैन। अपार्ट फ्रम 600 हामी 600 नजाउँ, 500 मुनि यो कुरा गर्नुपर्दाखेरि अगाडि एकचोटि यो बाइक चलाएर हेरौँ है त। बस बस actually let's go for a ride, one ride. के हजुर गइहाल्ने हो? Alright, so let's go for one quick ride. हाम्रो CF Moto 450 SRS मा सो मैले यसरी कुदाउन सजिलो हुन्छ क्या। हेर्नु त पावर कस्तो छ, अति बवाल छ क्या पावर चाहिँ। सो भनौँ न अब 450 सेगमेन्टमा स्पोर्ट्स बाइक खोज्दै हुन्छ भने दिस इज अ वान अफ द होइन भनौँ न वान अफ द होइन, दिस इज द बेस्ट अप्सन एभाइलेबल फर यु इन द मार्केट राइट नाउ। नेप्लिज मार्केटमा भएको बाइकमध्ये अब प्राइसको कुरा गर्नुहुन्छ भने त्यही हो 13,89,900 हो, अल क्लोज टु 14 lakhs हो। बट यो बाइक किनिसकेपछि यु विल फिल होइन भनौँ न वर्थ इट फिल गर्नुहुन्छ क्या एभ्री पेनी इफ यु आर अ स्पोर्ट्स लभर है। अब तपाईँ अब अफ रोडहरूतिर जाने होइन अब अथवा प्याचेसहरू धेरै प्याचेसहरू भएको ठाउँतिर ट्राभल गर्नुहुन्छ, खाल्डाङ खुल्डाङ भएको ठाउँतिर भने दिस इज नट अ बेस्ट अप्सन फर यु। बट तपाईँ अब भनौँ न सिम्पली काठमाडौँ जस्तो एरियामा अथवा जुन हाइवे हुन्छ पोखराको बाटोहरू हुन्छ होइन लङ स्ट्रेच हान्नुहुन्छ हाइवेतिर मात्रै भने दिस क्यान बी अ बेटर अप्सन फर यु। सो एकचोटि पुल गरौँ। सेकेन्ड गियरमा सेम एज NK 450 सेकेन्ड गियरमा 100 मजाले क्रस गर्छ। 4.8 सेकेन्ड्समा 0 to 100 हान्छ यसले। इन्स्ट्रुमेन्ट क्लस्टर यही नै हो तपाईँको होइन, अगाडि चाहिँ देखिरहनु भएको तपाईँको अब भनौँ न हेजर लाइटहरू यताउति सबै नै हुन्छ होइन। अब यहाँ जाममा एकछिन बसौँ, तपाईँको गियर इन्डिकेटरहरू सबै हुन्छ यहाँबाट तपाईँको पक्नु है त। ड्यासबोर्ड सब्जेक्ट स्टाइल पनि चेन्ज गर्न मिल्छ। सो यहाँबाट तपाईँको क्लासिक भयो डाइनामिक, सो यस्तो तिनवटा अप्सन हुन्छ भनौँ न। हामी अलिकति धेरै अगाडि आइछौँ, अलिकति पछाडि नै जाउँ।
सो अप्सन चाहिँ यसरी हुन्छ कि डाइनामिक यो भयो, यहाँ क्लिक गर्नुभयो भने तपाईँको सब्जेक्ट स्टाइल यस्तो आउँछ, अलिकति रेड थिममा एग्रेसिभ थिममा आउँछ भने तपाईँको अब अर्को सब्जेक्ट स्टाइल राख्नुभयो भने यो क्लासिक राख्नुभयो भने नर्मल आउँछ क्या, यो खालको आउँछ क्या नर्मल खालको। अनि अघि त अब अगाडिको भइहाल्यो। 63 सेकेन्ड्स छ, बाइक लाइट अफ गरिदिउँ, हेजार्ड लाइट यहाँनिर भइहाल्यो होइन, हर्नहरू सबै छ। पासिङ लाइट तपाईँले यसलाई बाहिर ठेल्नु भने पासिङ लाइट भयो भने यो त्यसरी गर्दाखेरि तपाईँको अब भनौँ न हाई बिम, अनि यो थिचेर नर्मल, यो थिच्यो भने पासिङ लाइट बल्यो है। सो हामी अहिले यो जेब्रा क्रसिङमा आइसक्यो, हामीले रेड लाइट चाहिँ नोटिस गरेनौँ क्या। 4 लिटरको ट्याङ्क छ, तपाईँले मजाले हुन्छ नि अब 25 माइलेज दियो भने पनि 300 किलोमिटरदेखि 350 किलोमिटर मजाले कभर गर्न सक्नुहुन्छ यो बाइकमा। तपाईँको अगाडि सस्पेन्सन एडजस्ट गर्न मिल्छ, कम्प्रेसर टेन्सन एडजस्ट गर्न मिल्छ। सो क्वाइट प्ले चाहिँ 42 mm को मात्रै भयो भने तपाईँको स्पोर्ट्स बाइकमा तपाईँले मजाले यसलाई युटिलाइज गर्न सक्नुहुन्छ क्या सस्पेन्सनलाई पनि। तपाईँको विङलेटहरू छ, अगाडिबाट हेर्दाखेरि यस्तो एग्रेसिभ देखिन्छ लुक्स होइन, बाटोमा हिँड्दाखेरि तपाईँको अब एटेन्सन सिकर अथवा एटेन्सन ग्राबर भनौँ न, एटेन्सन ग्राब गर्न मजाले मिल्छ। आवाज पनि मिठो आउँछ। 7 seconds, 6 4 3 2 1 सो लेट्स गो है त। दामी छ है बाइक चाहिँ, अति नै मजा आउँछ चलाउनु चाहिँ। अन्त यस्तो मजाले पुल गर्छ, कस्तो दामी छ क्या। प्यारलल ट्विनको आवाज होइन, त्यो जुन 270 डिग्रीको क्र्याङ्क तपाईँले फिल गर्नुहुन्छ क्या यो बाइकमा, त्यो फिचर्सहरूलाई फिल गर्नुहुन्छ क्या भएको कुराहरूलाई चाहिँ। अनि यो बाइक त अब भइहाल्यो होइन, स्पोर्ट्स तपाईँहरूको लागि चाहिँ वान अफ द बेस्ट बाइक हुन्छ है नेपालको मार्केटमा। अन्डर यो भनौँ न 500 cc मा बबाले छ, अति बबाले। ब्लुटुथ कनेक्टिभिटीहरू सबै छ है फेरि यसमा, नेभिगेसन चाहिँ छैन। तपाईँको म्युजिकहरू यहाँ अब फोन कनेक्ट गरिसकेपछि म्युजिकहरू चेन्ज गर्न ओर्न होइन, न्युज तपाईँको भनौँ न नेभिगेसनको लागि हो। सो यो चाहिँ तपाईँको नेपालमा आइसकेको छैन। टेलिफोनहरू यहाँबाट तपाईँले कन्ट्याक्ट आफ्नो उयो गर्न मिल्यो, सो सबै त गर्न मिल्छ है यसमा। टेम्परेचरहरू सबै देखाउँछ, रेन्जहरू यताउति सबै देखाउँछ। ल अब यसलाई सिन इन्जोय गरौँ अनि त्यसरी सोरुम जाउँ है त। अब भनेको अब जहाँ त सोरुमतिरै जाऊँ, धेरै नचलाऊँ होइन। सो इट्स जस्ट 25 किलोमिटर्स रिडन। सो इट्स अ ब्रान्ड न्यू बाइक, जस्ट एउटा भिडियोको लागि मात्रै मैले यति मात्रै चलाएको। सो अलमोस्ट 1 किलोमिटर पनि कभर भएन होला, बडल छु होइन। बाइक एकदम बबाल छ क्या। सो अब कुरा कम, चलाएर चाहिँ हेरौँ है त। सिक्स स्पिड ट्रान्समिसन गियर बक्स पाउनुहुन्छ तपाईँले यसमा। त्यो भइसकेपछि तपाईँलाई अब लङ स्ट्रेचहरूमा पनि सजिलो हुन्छ, पावर सफिसियन्टली फिल हुन्छ होइन। तपाईँको टप एन्ड राम्रो हुन्छ। त्यस पछाडि यसमा स्लिपर क्लच छ, गियर शिफ्टर चाहिँ छैन, स्लिपर क्लच छ, जसले गर्दाखेरि तपाईँको जुन क्लच छ क्लचलाई चाहिँ एकदम स्मुथ बनाउँछ। र 1 सेकेन्ड पुल गरौँ है त। अनि सक्छ त यता फेरि रेन्ज रोभर ल हामी सोरुमै आइपुग्यौँ। बिचा हालिदिउँ है त्यसलाई। You can hear the sound, yeah, यस्तो मजाको साउन्ड छ। So yeah, this is CF Moto 450 SRS for you guys. र at the end
हाम्रो कुरा गर्नु पर्दाखेरि कलर अप्सन चाहिँ यो पनि छ है सो हाम्रो अहिले 9 मा हुन गइरहेको छ सो दिस इज ह्यापनिङ फ्रम 26th अफ दिस श्रावण अनि हाम्रो सिएफ मोटोको चाहिँ स्टल भनेको चाहिँ D5 रहेको छ सो यहाँनिर हेर्न सक्नुहुन्छ सिएफ मोटो जियोको सो इट्स ह्यापनिङ इन भेकुरी मण्डप तपाईँहरूले अरू ट्रायम केटिएमहरूको पनि स्टलहरू हेर्न पाउनुहुन्छ सो इफ यु वान्ट यु क्यान भिजिट नाइमा अटोमोबिलिटी एक्सपो 2026 and just you can witness this awesome bikes there in Naima. So there, that's it. Thank you so much guys for watching the video till here. If you guys liked it, please do like, share and subscribe our channel and share it to your friends as well. See you in the next video. Bye bye, peace.